कति छिटो अरूलाई इन्फ्लुएन्स गर्न सक्नुहुन्छ, कति छिटो माल बेच्न सक्नुहुन्छ, कति छिटो कसैलाई कन्भिन्स गर्न सक्नुहुन्छ, त्यो तपाईँको पर्सनल पावर भयो। के भयो त? पर्सनल पावर। सेकेन्ड आउँछ इन्टरपर्सनल। के आउँछ? मतलब तपाईँ अरूलाई कति छिटो प्रभावित गर्नुहुन्छ, यसलाई भन्छ अर्गनाइजेसन। के भन्छ? अर्गनाइजेसन। यदि तपाईँसँग पर्सनल पावर छ, इन्टरपर्सनल ठिक छ भने तपाईँ अर्गनाइजेसनलाई चलाउन सक्नुहुन्छ। के चलाउन सक्नुहुन्छ? एउटा अर्गनाइजेसनलाई तपाईँ चलाउन सक्नुहुन्छ। अर्को आउँछ कम्युनिटी। के आउँछ? हात ऊपर आउँछ, पुरा हात ऊपर गर्नुहुन्छ। कम्युनिटी के हो त? यो बाहिरको कुरा हो, राइट? कम्युनिटी त भनिन्छ बिजनेसमा कि तपाईँसँग यदि अर्गनाइजेसन वाइज राम्रो हुन्छ, यदि अर्गनाइजेसन लिडर हुनुहुन्छ तपाईँ भने तपाईँ एउटा फाउन्डर बन्न सक्नुहुन्छ। के बन्न सक्नुहुन्छ? बिजनेस बनाउन सक्नुहुन्छ, बिजनेस बनाउन सक्नुहुन्छ। तर तपाईँ कम्युनिटीलाई लिड गर्न सक्नुहुन्छ, कम्युनिटी बनाउन सक्नुभयो भने तपाईँ इन्डस्ट्रियलिस्ट भइहाल्नुहुन्छ। के भन्नुहुन्छ? त्यो इन्डस्ट्रियलिस्ट को छ हाम्रो देशमा? विनोद चौधरी, राइट? पवन गोलेयान। किनभने उनीहरू त्यो कम्युनिटीलाई म्यानेज गर्न सिकिसकेका छन्, त्यो लिडरसिप उहाँहरूमा छ। र यी सबै हुँदाहुँदै पनि एउटा मोस्ट इम्पोर्टेन्ट कुरा के हुन्छ त? कमन पर्पस। के हुनुपर्छ? कमन पर्पस। यदि तपाईँ कमन पर्पस डेभलप गर्न सक्नु भएन आफ्नो टिममा, विदिन द कम्युनिटी अर्गनाइजेसनमा, कम्युनिटीमा भने तपाईँ दूर लङ टर्म आफ्नो भिजनलाई स्केल गर्न सक्नु हुँदैन।